बच्चालाई कसरी राम्रो बनाउनु त? सुरुमा तपाईँ आफै राम्रो हुनुपर्छ कि बच्चाको अगाडि चाहिँ राम्रो काम गरेर देखाउनुपर्छ हैन। बच्चा तपाईँको फोटोकपी हो। तपाईँको आउ भाउ स्वभाव सबै कपी गर्छ। मेरो बाउले आफूभन्दा ठुलोलाई कसरी डिल गर्छ हैन, कसरी पेस आउँछ, आफूभन्दा सानोलाई कसरी डिल गर्छ, तनाव पर्दाखेरि कसरी डिल गर्छ, सबै कुरा हैन बाबाको उसले अब्जर्भ गरिराखेको हुन्छ के हैन। त्यही भएर तपाईँको बच्चा राम्रो निडर लिडर सिपालु कन्फिडेन्ट बनाउनु छ भने नम्बर 1 बच्चालाई गाली गर्न बन्द गर्नुहोस्। नम्बर 2 मा बच्चाको रोल मोडल बन्नुहोस्। तपाईँको बच्चाले तपाईँसँग इमिटेसन गरेर अब्जर्भेसन गरेर बसेको छ, त्यही भएर तपाईँले राम्रो बानी बेहोरा देखाउनुहोस् हैन। नम्बर 3 मा बच्चासँग तपाईँले आफ्नो इन्भल्भमेन्ट बढाउनुहोस् हैन। प्रायः जस्तो मम्मीहरूको इन्भल्भमेन्ट देखेको हुन्छु, बाबाहरूको मैले कम देखेको हुन्छु हैन। बच्चाहरू तपाईँसँग बोल्न आछन् भने हैन उनीहरू केही भन्न आछन् के हैन, इन्टर्याक्ट गर्न आछन् हैन। तपाईँसँग आछन् भने तपाईँसँग एक्सपेक्टेसन गरिदिने है, जब उता जा यस्तो गर भनेर चाहिँ गर्नु हुँदैन है। त्यही भएर बच्चालाई बाबाको फोटोकपी भन्नको कारण बाबाको बानी बेहोरा हैन एकदम राम्रो हुनुपर्छ। त्यही भएर राम्रो बानी बेहोरा भएको बाबाको बच्चा स्वतः राम्रो हुन्छ। हस्त नमस्ते।